एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज पनि मैले भिडियो स्टार्ट गरिसकेको छु हो। यता गोर्खा दरबार गइरहेको आज हामी। अस्तिको चाहिँ मैले उता गोर्खा संग्रहालयको चाहिँ मैले भिडियो बनाएको थिएँ भने आजको चाहिँ मेन चाहिँ यता माथि गोर्खा दरबार हो। हामी आज त्यतै गइरहेको छौँ। तर वास्तै काम चर्किरहेको हो, त्यही भएर अलिक गाह्रो भइरहेको, छाता पनि ल्याउन बिर्सेछ। यसरी पछिबाट बेरेर हिँडिरहेको के होला जस्तो छैन। गर्मी भएर ढाला मात्रै भइसक्यो। तपाईँहरू पनि हेर्नु होला। पनि हामी यति बेला हो निसरा छौँ। अरू माथि माथि भिडियो बना कि है ना सुप्रीम दिदी कोदो त कति राम्रो सुप्रिम चल जरा मलाई खान मन पर्छ। People kebun. यताबाट पिपल हैन मैले देखाएको थिएँ बुतल बाहिर त उता पर पिपल हो रहेछ। देखेको थिएँ भनेको क्या। अस्तिको दरबार सङ्ग्रहालय त चाहिँ सङ्ग्रहालय। आज हामी मेन दरबार। अबे कोदो कस्तो राम्रो तल कोदो गाडी फलेको लो। त्यही त कोदो चाहिँ त्यसरी हुने रहेछ क्या। कसको होला नि कति राम्रो रोपेर फलेको। हामी के अरे हामी यहाँबाट दरबार जाँदाखेरि हिँडेर जानुपर्छ मट्का बोकेर। यताबाट यस्तो कसरी जान्छ हामी त। त्यो उता के अरे रानी वनबाट राजाहरूको पुरानो के कुराहरू हेर्नु पाउँछ। त्यहाँ त्यो घरमा यो यतानिर फोनमै यो कस्तो राम्रो हुन्छ। यो अहिले फर्केर आउँदा हेर्दै आउनु। त्यहाँभित्र राजाहरूको यो माना पाथीहरू अनि यो त्यो गुरुङ ड्रेस के ड्रेसहरू लडाइँ गर्दाखेरिको त्यो बन्दुकहरू हुँदैन त्यस्तोहरू हतियारहरू बाजादेखि लिएर सब चिज दिन्छ भिडियो नि बनाउन मजा आएको थियो। उता माथि चाहिँ मैले आएको छुइनँ कि यहाँ माथिको मेन दरबार चाहिँ यो पनि बनाउनु पर्छ है। टाइम आज नै सबै हेरेर जानुपर्छ। यो सङ्ग्रहालय अस्ति नै हामी आएको। यो चाहिँ गोर्खाको। आज चाहिँ हामी चाहिँ मेन यहाँ माथि गोर्खा दरबार गएर आऊ।
गोर्खा दरबार हामी चाहिँ ठुलो लाइनमै यहाँ माथि छ अझै पनि सिडी चढ्नु बाँकी छ हामी चाहिँ गोर्खा दरबारभित्र प्रवेश गऱ्यौँ हुन्छ नमस्ते गर्नुपर्छ यहाँ पनि जुम्रा पो मारेर त्यही भएर त तर्सी होइन म बच्चा पनि त्यहाँ चेपेको गर्छ देख्नु भएन जुत्ता चप्पल भित्र लानु मनाइ छ भनेर लेखे मम्मी जुत्ता चप्पल लानु पाउने जुत्ता खोलेर जाने उता खोल्नु पर्छ भन्छ त यहाँ लेखेको छ म त पूजा गर्न जानु भएको जुत्ता गोर्खा दरबार निसा आइराइजे जब उयो गल्लु यहाँ नि एकै ठाउँमा दरवाजा पनि यही हो नि Wait.
मस्ता नखोल्नु पर्ने थियो होला के पो डङ डङ खिच्दै खान्छ फोटो जाने बाटो हो रे है गाइस पिपी जानु हुँदैछ भत्के अब ल तपाईँ जाने भयो ल बिचबाटै जानु भयो मम्मी गर्नु तपाईँ गर्नु त्यहाँ माथि नपर्छ तल छ यहाँ त पूजा गर्नु छ पहिले पिपी जानु भयो अर्कोतिरको हेर्नु न तल आँखा निशा गर एकचोटि ट्राई गर्नु न आँखा हेरेर पिपी एकचोटि ट्राई गर्नु नसकिँदो रहेछ शीतल भयो न अलि हजुर पहिलो देख्यो रे झन् शीतल लेख्नु पर्ने सीता पाइलट भन्छ सिद्ध खोइ कहाँ छ पाइला यो र यो हो रे यो चाहिँ भाग्छ रे यसरी घुमेर फोनलाई घुमेर बिचमा पानी तिनचरी यहाँ पानी तिनचरी हान्ने के सगेको गोर्खा दरबार घुमेर पहिला घुमेर लड्छु भने यस्तो गरेर घुमेर यस्तो गरेर तिनचोटि हान्नुपर्छ के यसो गरेर तिनचोटि हान्नुपर्छ तिनचोटि 20 चाहिँ के माग्यो 20 चाहिँ आन्टी घुमेर पनि फर्किसक्यो गोर्खा दरबारबाट कस्तो आनन्दले सुटेछ बिचरा कस्तो मजाले सुटेको यो बादल ल हे भगवान बिरामी छ कि क्या हो यो बिरामी छ कि क्या हो बिरामी जस्तै गरेर सुटायो त आउनु न ए तल झरुन् बादल ए बिरामी भयो क्या हो छिटेको होला नि थाकेर अहिले फेरि झ्याप्पै आउँछ हुन्न है छिटो सुतेको नि छिटो बाजे हाम्रो बाजे होइन नि हाम्रो के अरे पुर्ख्यौली अनि अब बादर थियो अरे नि खै त्यसको साथीहरू छैन त बिरामी छ जस्तो लाग्यो मलाई हामी कहाँबाट चढेको कहाँबाट चढेको अघि उताबाट यो अर्कै पो घुम्नु पर्छ ढोका यता अर्कै पो
घुमिसकेर नि फर्क्यो यस्तो पुरानो शिलालेख ढुङ्गा यस्तो रहेछ बिक्रै छ ढुङ्गाहरूमा यस्तो छ हो देखा त नआएको राउन्ड कता रहेछ हामी अघि उताबाट घुमेर आएको थियो अब झर्दाखेरि यताबाट घुमेर झऱ्यो फर्किरहेको हामी चाहिँ रानी पोखरी हो अरे आर्मी क्याम्प रानी पोखरी हो अरे त्यता जानु रानी पोखरी हामी चाहिँ अहिले फर्किरहेको दरबारदेखि अनि यो चाहिँ रानी पोखरी रहेछ यहाँको